Hi everyone, Jay Messi and happy Sunday. Today is Sunday and I'm just going for church. अनि बहिनीलाई पढिराखेको छु यहाँनिर चाहिँ and Sunday is one of my favorite days of the week and I cannot wait to go. So yes, these days I am really not good, but I think with God everything is possible and with God everything is peaceful. So with that attitude and with that mindset, I am going to church. And yes, the day has been beautiful. Like, it's sunny and it's okay. I mean, this kind of day is also very good, but my kind of day is like kind of cloudy, foggy, gloomy. Sometimes sunny day is also nice. It feels good. Ani, I'm wearing this kurta for now, for today. Okay, so my sister is coming. I'm gonna show her as well. ढिलो भयो नि त आज छिटो कम फास्टर लड्छ है लड्छ है लु मिट माई सिस्टर के हुन्छ अन्त हेलो भन्नु त बहिनी हेलो जय मिसी भन् हामी त ट्रेनिङ भएको छ त हेर त कलर त हो हाई एभ्रिवान भन् न हुन्छ न भन्दिनँ दोकान जानुपर्ने छ हौ एकछिन फर्स्ट चाहिँ दोकान जाउँ न ल हुन्छ अन्त बहिनी पनि आइसकेको छ अहिले चाहिँ अनि हामी जाँदैछ चर्च सो छाता ल्यायो मैले पनि ल्याएन आज चाहिँ मैले के बिर्सेँ जस्तो लागिरहेछ तर के बिर्सिनु भयो ल्याइहाल सबै अनि भनिदेऊ न एक दुईवटा कुराहरू मेरो भिडियोमा सो मैले चाहिँ सोचेको अबदेखि सानो सानो क्लिप्स वाट एभर आई डु होइन आइएम गन पोस्ट इन माई युट्युब च्यानल सो द्याट आई क्यान वाच इट लेटर हुन्छ नि मैले पहिलातिर बनाएको भिडियोजहरू अहिले हेर्दाखेरि इट्स फन मलाई कस्तो राम्रो लाग्छ पहिला म कस्तो थिएँ होइन मेरो वाट वाज माई थट प्रोसेस एन्ड देन हाउ कन्फिडेन्ट आई वाज भनेर अनि अहिले चाहिँ आई एम नट एज कन्फिडेन्ट एज अर्लियर बट अहिले मैले के ट्राई गरिरहेको छु भने चाहिँ आई एम गोइङ टु बी माई सेल्फ हुन्छ नि म जस्तो छु त्यस्तै हुने कोसिस गर्नेछु भनेर किनकि ग्रेट भन्न किनकि when I was younger अनि I was extroverted but growing up I've been so quiet and reserved kind of person त्यो पनि राम्रै हो but I think के भन्नु अब आफू जे छ त्यो हुनु नै इट्स गुड जस्तो लाग्यो सो अबदेखि उता चाहिँ आइम गोइङ टु पोस्ट वाट एभर ह्यापन्स इन माई लाइफ अनि त्यो चाहिँ पछि गएर हेर्नु चाहिँ मजा लाग्दो रहेछ होइन बहिनी मैले पहिला भिडियो बनाएको थिएँ नि क्या हो आजभन्दा 3-4 वर्ष अगाडि अन्त अस्ति भर्खर घरमा फ्री हुँदाखेरि सबै भिडियो हेरेको मैले हाँस पनि उठ्यो तर मजा आयो मेमोरिज हुन्छ नि यस मेमोरिज हुन्छ होइन अहिले हामी यसरी चर्च जाँदैछ अबको 2-3 वर्षमा के थाहा विल नट बी टुगेदर होइन के थाहा मेरो बहिनीको बिहा हुनु ल होइन कोसँग मेरो मग्नी हुँदैछ होइन त्यही भएर चाहिँ अब भिडियो बनाइराख्यो भने चाहिँ पछि गएर हेर्नुहुन्छ नि होइन बहिनी सो हामी चाहिँ अहिले रोड पुग्नु आँट्यो होइन एन्ड चर्च जानुभन्दा पुरा टाइम लाग्छ अनि भन न अनि हाम्रो घरको बाटो चाहिँ खतरा छ अनि तर पनि हामी जान्छ भन्न तर नि हामी चाहिँ हाल खाँदैन नि हामी चाहिँ हाल खाने मेसे नै भने अन्त हामी सँगसँगै चाहिँ हाम्रो डगीहरू पनि चर्च जान्छ हो होल डे नै अटेन्ड गर्छ खै कहाँ गयो यहाँ कता आउँदैछ होइन कति घर जाऊ भने खेदाको मान्दैन है बहिनी अनि अब चाहिँ हामी रोड पुग्न आँट्यो त्यही भएर वी गोtta बी केयरफुल एन्ड ओके सो बाई भन्दै
अब चाहिँ हामी चर्च पुग्नु आँट्यो। हामी चाहिँ रोडमा त्यसो हिँडेर आएर पनि चर्च पुग्नु आँट्यो। अनि 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 के अनि अब चाहिँ गएर चर्चमा गएर देखाउँछु। देखाउने ओके। त्यस्तो स्पेसल प्रोग्राम त केही छैन बट सन्डे इज अलवेज होली एन्ड स्पेसल होइन। चर्चमा अलरेडी आइसक्नु भएको छ। आई क्यान हियर द इन्स्ट्रुमेन्ट साउन्ड। क्यान नट वेट टु एन्टर। सो ब्युटिफुल। गाडी आयो। हामी चाहिँ यो हालतमा चर्च आइपुगिसकेको छ। गरमले। सो अब चाहिँ मान्छेहरू आउनु भएको छैन रहेछ होइन। एकछिन पर्खिनुपर्छ अनि चाहिँ सेवा स्टार्ट हुन्छ। यो हुनु पऱ्यो भने फोन एकछिन यसरी पक्रा त। एडिल ल्याऊ त। एडिल यहाँ आउनुहोस् न प्लिज प्लिज बेबी। एडिल इज अ ब्याड बोय। सो अहिले चाहिँ हामी सेवा सकेर चर्चबाट हामी घर जाँदैछ। घर जानुभन्दा अगाडि फेरि पनि दोकान जानुपर्ने काम छ हौ। अनि टाउको दुख्यो खै के भएर। कस्तो भयो आजको फेलोसिप? आजको राम्रो भएको थियो। लियो होइन पछ्याउँछ होइन। लियोले पछ्याउँछ होइन। पछ्याउँदासम्म त ठिकै हो कि फाइट पर्छ नि त। फाइटिङ गर्छ। फाइटिङ गऱ्यो भने फेरि हामीलाई पनि टोक्छ नि त अरू कुकुरले। त्यही भएर हामीलाई डर लाग्छ। म यहाँ मामाको चस्मा लगाएर फोटो भिडियो बनाइरहेको छु। यहाँ छ कविता होइन। हाम्रो मामा छ यहाँनिर। मामा मैले भिडियो बनाउँछु तपाईँलाई आएको छ? ए सो हामी अहिले चाहिँ चर्चबाट फर्किँदैछु होइन। यहाँ हेर्नुहोस् झोलामा सौदा यति बेसी 2पट्टि झोलामा सौदा बोकेर हिँडिरहेको छु होइन। अन्त दिन चाहिँ आज चाहिँ शीतल भयो। शीतल एकदमै शीतल। खै बहिनीको झोला देखा त। के ल्यायो त्यस्तो साह्रो? आलु के छ? मेरो कुम कसरी पुऱ्याउने 2टा झोलामा बोकेर हो। अनि भोक लाग्यो त्यस्तै। अब छिटो छिटो गएर घर गएर मिठो चिया पकाइराख्नु भन्दै थियो। मिठो चिया? कफी खानुपर्छ। ब्ल्याक कफी खानुपर्छ है। टाउको दुखेको जाति हुन्छ होइन। अनि मलाई खै के ल्याइदियो? मेरो हात गलिसक्यो। छिटो देखाउनु मिठाई। वाउ चटपट। ल थ्याङ्क यू बहिनी। घरमा गएर चियासँग खाउँ है। ब्यागमा लगाउँछु ल। र
अब हामी घर जाँदैछु होइन थ्याङ्क यू सो मच फर वाचिङ तपाईँले हेर्नुभयो भने होइन हेर्नु भएन भने पनि इट्स ओके म बादमा हेर्नेवाला छु मेरो भिडियो आफै होइन होइन बहिनी अनि मेरो नानालाई कमेन्ट लाइक गरिदिनुहोस् होइन आज अब राम्रो राम्रो भिडियो लिएर आउने कोसिस गर्ने चाहिँ अब चाहिँ होइन मैले भिडियो आउँछ नानाको पेजबाट मैले सोचिरहेको छु अब होइन म कता कता गएको भिडियोहरू चाहिँ एउटा इन्फर्मेसनल भिडियोहरू बनाउँछु भनेर सोचेको अब चाहिँ किन भन्दाखेरि अहिले लाइफ एकदमै मोनोटोनस भएको फिल भइरहेको छ लाइफ फिल्स सो मोनोटोनस यो दिनहरूमा चाहिँ अनि नथिङ न्यू एन्ड नथिङ एक्साइट्स मी अल्सो अनि त्यसको रिजल्ट चाहिँ फेरि राम्रो हुँदैन नि त त्यसले गर्दाखेरि चाहिँ गाडी आउँदैछ अहिले चाहिँ हामी रोड हिँडिसक्यो होइन हाम्रो चर्चबाट आएर यहाँसम्म चाहिँ फेरि गाडी पाएँ नि त एकछिनमा पनि अनि यति झोला बोकिरहेको थियो अब चाहिँ हामी यो सेरी भएर उकालो माथि जानुपर्छ होइन डगी है डगी सो लेट्स गो कविता बहिनी अनि एक दिन म आजभन्दा 3 वर्ष अगाडि यो सिँढीबाट लडेर यसरी लडेर चाहिँ तल पुगेको थिएँ अनि मेरो घडी पनि फुटेको थियो होइन यो घडी थिएन अर्को थियो त्यो घडी पनि फुट्यो अनि मेरो पुरा चोट लागेको थियो बिटर एक्सपिरियन्स छ यो सिँढीमा त्यही भएर एभर सिन्स मलाई सिँढी हिँड्नु चाहिँ पुरा डर लाग्छ सो आजको भिडियो एकदमै ऱ्यान्डम प्लस त्यस्तो उयो इम्पोर्टेन्ट केही पनि थिएन अब आइ एम गोइङ टु एन्ड माई ब्लग हियर से बाई अब नेक्स्ट भिडियोमा हामी भेट्नेछौँ आया बाई भन न बाई बाई अब जे आउँछ म चाहिँ त्यही बनाउनेवाला छु होइन एज आई टोल्ड यु अलरेडी म चाहिँ मेमोरिजको लागि भए पनि होइन र मेरो माइन्ड फ्रेस राख्नुको लागि मोनोटोनस नहोस् भनेर होइन चाहिँ म भिडियो बनाउनेवाला छु किनभने आजकल चाहिँ हामी ड्युटी गएको छैन बाटो भत्केको कारणले गर्दा अनि त्यही भएर अरू जग्गा पनि हामी कहीँ गएको छैन घरमै बसिरहेको छ नि अनि त्यही भएको कारणले गर्दाखेरि चाहिँ लाइफ सिम्स बोरिङ लाइफ फिल्स बोरिङ अहिले सो भिडियो बनाउँछु तपाईँलाई देखाउनेछु बाई बाई चर्चबाट आइपुगेर चाहिँ हामी यहाँनिर ब्ल्याक कफी होइन खै बहिनीको नि देखाउनु ब्ल्याक कफी अन्त यस्तो कुरा खाँदैछ है यस्तो अलिक खाजा बनाइ खानुपर्छ